गुड मर्निङ सबैजनालाई। आज चाहिँ म पास्ता बनाउन लागिरहेको छु। व्हाइट पास्ता, क्रिमी पास्ता। नानीले चाहिँ त्यही मन पराउँछ है तेलको भन्दा। अनि यो चाहिँ नानीहरूलाई चाहिँ लन्चको लागि, नानीले चाहिँ लन्चमा नै लाने गर्छ, त्यही भएर। दुध उम्लिँदैछ, रेडी भयो, उम्लिन थाल्यो। चाहिँ मेरो आफ्नै स्टाइलको मसला। किनभने प्रायः नानीले मसला तारै खान्छ। त्यो मसला हालेपछि अलिकति सेतो गर्दा कलर हुन्छ है। अन्त म चाहिँ टेस्टको लागि नानीलाई अलिकति घिउ पनि लगाइदिन्छु। मेरोमा बटर नभएकोले गर्दा अमुलको ल्याएको चाहिँ आज यसमै काम चलाएको थिएँ। चलाएको चाहिँ चिज थिएन, त्यही भएर चाहिँ